भनेपछि हामी आज उत्तर कोरियाको जङ्गलमा छौँ साथीहरू है। उत्तर कोरियाको जङ्गलमा पछाडि तपाईँको 2,50,00,000 को हाम्रो जाठा बाजे दाईको गाडी हो त्यो। उत्तर कोरियामा आएको छौँ हामी। यहाँ फेरि जस्तो कोरोना गरी यहाँ के अरे भोलके देवी मन्दिरको छेउमा हामीले यहाँ सुटिङ गर्दैछौँ। नचाहिँ नचाहिँ उत्तर कोरिया के चुप अलि राम्रो के अरे कुरा गर्नु त्यहाँ को मायाको पोकोले फोन गरे क्या हेलो जस्तो लाग्छ मायाको पोको खेला जस्तो लाग्छ ठोकिदिने त्यो माया साला जो पनि गर्छ यहाँ भिडियो बनाएर भेट्छ है के भन्छ अरे फोन राख भन्नु त्यसलाई के भन्छ अरे फोन राख कति हाँसु के जतिखेर बिहान मायाको पोको चाहियो भन्छ है क्या तेरो मायाको पोको यहाँ के अरे मैले यहाँ गोठला राखेदेखि अलि होसको दबाई खाएको कुरा गर्ने फेरि त्यही त भनेको त ल के भन्छ अरे राखिदिनु छोडिदिनु त्यो मुलाङ लातल दिनुभयो जियालाई। कस्तो कस्तो मान्छेहरू आउँछ कस्तो कस्तो खालको मान्छे आउँछ होइन। हग्दा पनि मायाको पोको सुत्दा पनि हिँड्दा पनि उत्तर कोरिया जाँदा पनि छोडेन हो हामीलाई। के अरे घन्टाको चाहिँ उत्तर कोरिया भनेर यहाँ म देवी धाम मन्दिरतिर जाँदैछु नचाहिँ उत्तर कोरिया ए मन्दिर उत्तर कोरिया जस्तो लाग्छ मन्दिरमा हामी के गर्न जान्छौँ दर्शन गर्न जाँदैछौँ त्यहाँ हाम्रो दाइलाई ए भगवान् 2टा मायाको पोको चाहिँ दिलाइदिनु भगवान्ले यसलाई यता दिलाइदिन्छ मलाई होइन मेरो छ घरमा के छ तपाईँको छैन त अरे बाहिर पनि एउटा राख्नु खाली जतिखेर पनि यार लाज मात्र बाहिर नि एउटा राख्नुपर्छ बाहिर कि भित्र बन्द हाम्रो दाइ 84 को चुनावमा होइन उठ्दैछ मेयरमा होइन तैँले हाम्रो चुनाव चिन्ह के हो भन्दाखेरि होइन तैँले भन्नु खोजेको के हो माया सङ्घको अध्यक्ष मायासँगको अध्यक्ष के अहिले मलाई छोडा बामेलाई खोजखोज गरिदिन्छ नचाहिँ कुरा नबोल्नु तपाईँ मेयर भयो भने मैले नि तरुण खेलाउनु पाउँछु नि त दाइ कस्तो यता पछाडि फर्किनु त कस्तो छ ठाउँ हाम्रो पछाडि हेर्नुमा कस्तो छ पछाडि राम्रो छ नि कस्तो पर मायाको पोकहरू पनि रहेछ ल डाका